सन् 1959 फेब्रुअरी महिना रुसको युराल पर्वतको चिसो छहारीमा 9 जना पर्वतारोही ट्रेकर्सहरू अचानक रहस्यमय तरिकाले गायब हुन्छ, बेपत्ता हुन्छ। जब उनीहरूको खोजी हुन्छ तब भेटिएको दृश्यले सारा दुनिया स्तब्ध हुन्छ। कसैको आँखा निकालिएको, कसैको जिब्रो काटिएको, कसैको शरीरमा यस्तो चोट जुन चोट कुनै पनि मानिसले पुर्याउन सक्दैनथ्यो। आखिर त्यो रात त्यो याटलोक पासमा कस्तो घटना घटेको थियो? रहस्य संसारमा यहाँहरूलाई स्वागत छ। आज हामी खोतल्नेछौँ इतिहासकै सबैभन्दा डरलाग्दो र अहिलेसम्म नसुल्झिएको रहस्यमय याटलोक पास घटनाको पृष्ठभूमि। यस यात्राको नेतृत्व 23 वर्षीय इगोर ड्याटलोभले गरिरहेका थिए। उनीहरू अरू 9 जना साथीहरू थिए जो सबै हिउँमा यात्रा गर्न सिपालु थिए। उनीहरूको लक्ष्य थियो ओटोर्डन पर्वत पुग्ने। तर 1 फेब्रुअरीको रात खराब मौसमका कारण उनीहरूले खोला स्याखल भनिने पहाडको ढलानमा पाल टाँगेर बस्ने निर्णय गरे। स्थानीय मान्छे भाषामा यो पहाडको अर्थ हुन्छ मरेकाहरूको पहाड। जब उनीहरू तोकिएको समयमा फर्किएनन्, खोजी टोली त्यहाँ पुग्यो। त्यहाँको दृश्य एकदमै विचित्र थियो। पाल भित्रबाट काटिएको थियो, मानौ उनीहरू कुनै कुराबाट डराएर हतार हतार बाहिर भागेका थिए। -30 डिग्रीको चिसोमा पनि उनीहरू जुत्ता र पर्याप्त लुगा बिना नै बाहिर भागेका थिए। केही शवहरू पालभन्दा 1 किलोमिटर टाढा फेला परे। 2 जनाको टाउकोमा गहिरो चोट थियो, 2 जनाको करङ भाँचिएको थियो र अचम्मको कुरा 1 जनाको जिब्रो र आँखाहरू गायब थिए। यो घटनालाई लिएर धेरै अड्कलबाजीहरू काटिए। 1 हिम पहिरो। सरकारी अनुसन्धानले यसलाई हिम पहिरो भन्यो, तर पाल गाडिएको ठाउँ त्यति भिरालो थिएन। सैन्य परीक्षण। कतिपयले सो रात आकाशमा सुन्तला रङका गोलाहरू देखिएको दाबी गरे। के त्यो क्षेत्रमा रुसले कुनै गोप्य हतियार परीक्षण गरिरहेको थियो? स्थानीयहरू विश्वास गर्छन् कि यहाँ यति वा कुनै जङ्गली जीवको आक्रमण भएको थियो। इन्फ्रासाउन्ड। हावाको विशेष बहावले गर्दा उत्पन्न हुने यस्तो आवाज जसले मानिसलाई पागल बनाउन सक्छ र उनीहरू डरले यताउता भाग्न बाध्य हुन्छ। निष्कर्ष, सन् 2020 मा पुनः गरिएको अनुसन्धानले यसलाई एउटा सानो हिम पहिरोको परिणाम बताए पनि आजसम्म धेरै प्रश्नहरू अनुत्तरित नै छन्। यी अनुभवी ट्रेकर्सहरू किन आधा रातमा नाङ्गै खुट्टा हिउँमा दौडिए? उनीहरूको शरीरमा त्यति ठूलो आन्तरिक चोट कसरी लाग्यो? ड्याटलोभ पास आज पनि एउटा यस्तो रहस्य हो जसले विज्ञान र तर्कलाई चुनौती दिइरहेको छ। हजुरहरूलाई के लाग्छ? यो कुनै प्राकृतिक दुर्घटना थियो या कुनै लुकेको सत्य? कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यस्तै रहस्यमय भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि कुनै रहस्यका साथ उपस्थित हुने नै छौँ। अहिलेलाई बिदा चाहन्छु।